हेलो फ्रेन्ड्स, हामी चाहिँ कहीँ जान लाग्छौँ। कहीँ जान भन्दाखेरि हेर्नुहोस्, छोरीहरूको स्कुल बन्द छ र म चाहिँ माइत जान लागेको थिएँ। छोरीहरूले भने मामा घर जाऊँ मामा घर जाऊँ, सबै गए। अब सबैजना जाँदाखेरि होइन भने त केटाकेटीहरूलाई पनि त आफ्नो मामा घर जानु लाग्छ र हामी चाहिँ निस्केका छौँ माइत जान भनेर। रास्तामा गाडीको लागि वेट गरिरहेका छौँ र बस आइपुग्यो। म र छोरी मात्रै जाँदैछौँ हाम्रो चाहिँ मामा घर। माइत भन्दाखेरि कसलाई खुसी लाग्दैन होइन भने त सधैँ जान पाइँदैन। बहुत दिन बादमा हामी छोरी मान्छे बिहे गरे पछाडि बहुत सोच्नु मन माइत जाने पनि हाम्रो छोरीहरूको स्कुल बन्द कहिले हुन्छ भनेर बाटो हेर्नुपर्छ र हामी चाहिँ पुग्यौँ र बसबाट नामेर टमटममा जाँदैछौँ। हाम्रो माइत जाने रास्ता हो। बसबाट नामेर अलिक फेरि टमटममा जानुपर्छ र हामी चाहिँ जाँदैछौँ। छोरीहरू कति खुस छन् सानीमाको घर जाने भन्दाखेरि। हेर्नुहोस्, म पनि एकदमै खुसी छु, किन माइत भन्दा कसलाई खुसी लाग्दैन होइन भने त। हामी चाहिँ पुगेर म चाहिँ चिया बनाउन थालेँ, किनकि मेरो घरमा मेरो माइतमा मा एक्लै हुनुहुन्छ, अरू कोही छैनन्। हामी दिदीबहिनी मात्रै हौँ, दाजुभाइ छैनन् हामीहरूका र हामी चाहिँ गएर आफै गर्छौँ। अब खानासाना बनाउनु, चिया बनाउनु उहाँले पनि हेल्प गर्नुहुन्छ, नगर्ने हुँदैन। र चिया खाएरै मैले उहाँलाई चिया बनाएर ल्याएँ। आमा छोरी बसेर चिया खायौँ। अब कति गफ हुँदैन होइन, सुख दुःखका धेरै दिनमा भेट हुँदाखेरि हामीले एकछिन गफ गऱ्यौँ। कति निस्के आमा चिया दिए, आफ्नो हातले आफ्नो मालाई धेरै दिनमा चिया खाना बनाउनु पर्दा कसलाई खुसी लाग्दैन। र म चाहिँ निस्केँ केटाकेटीलाई लिएर एकछिन मोमो खान। केटाकेटीहरूले मोमो खान्छु भनेर दलेर केटाकेटीलाई लिएर म चाहिँ मोमो खान निस्केँ। त्यो छेउमै छ दोकान, मोमोको सप लाग्छ र यो वेट गरिरहेका छौँ। हामी चाहिँ मोमो भएको रहेन रहेछ, एकछिन टाइम रहेछ, चलाएको छ, तातो पारेर दिन्छु भनेर दलेर म र केटाकेटीहरूले अरू अन्तालमा म चाहिँ उनीहरूलाई सन्डा किनिदिएर सन्डा खाँदैछन्। खाएर पर्खेँ एकछिन, म चाहिँ उनीहरूकै छेउमा बसिरहेको छु। केटाकेटीहरू तपाईँ जानु, हामीहरू खाएर आउँछौँ भन्दै थियो। कहाँ केटाकेटीलाई छोड्ने होइन भन्नु त, सानै छन् र म चाहिँ बसिरहेको थिएँ उनीहरूकै छेउमा भिडियो बनाउँदैछु। र मोमोसोमो खाएर हामी चाहिँ निस्क्यौँ बगानतिर। त्यो छेउमा बगान छ, चियापत्तको बगान। साँझै परिसकेको थियो त्यहाँ पुग्दा ओर्दा, आउँदै देरी भइसकेको थियो र केटाकेटीले फोटोसोटो उठाए त्यहाँ बगानमा। रात परिसकेको थियो, एकछिन गानसान गायो, रिल बनाए। यति खुसी छन् होइन दिदीबहिनी भेट हुँदाखेरि। हामीले चाहिँ फोटो उठायौँ त्यहाँ चियापत्तको उसमा। म पनि चियापत्त बगान कहिले पनि गएको थिइनँ, धेरै दिनमा चियापत्त बगान जाँदाखेरि कस्तो नै हुन्छ होइन भने त। गयौँ, फोटो उठायौँ अनि हामी त्यहाँबाट निस्केर आयौँ। त्यसलाई भिडियो राम्रो लाग्यो भने प्यारो कमेन्ट गर्नु होला। थ्याङ्क यू।